मैले नियम 21 को घमा अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक, मैले यो आपत्तिजनक शब्दमा चाहिँ नियमापत्ति गर्न चाहे। यो संसद जति प्रतिपक्षको त्यति नै सत्तापक्षको पनि हो। यो संसद सत्तापक्ष या प्रतिपक्ष भन्दा पनि नागरिकको आवाज उठाउनलाई यो सदन यो सत्तापक्षको पनि होइन, प्रतिपक्षको पनि होइन, तर नागरिकको आवाज कसरी उठाउने भन्ने कुरामा हामीले एकदमै धेरै ध्यान दिनै पर्छ। लोकतन्त्रमाथि सबैले बोल्न पाइन्छ भन्दै गर्दाखेरि हो, राष्ट्रिय स्वतन्त्र पार्टीको 182 नम्बर छ। हामी संयमित छौँ, यो कुरामा हामी जिम्मेवार पनि छौँ, तर यहाँ हामी मुर्दा लास बन्न आएको होइन, मुर्दा शान्ति बन्न आएको होइन। कुन विषय बोल्ने कुन विषय नबोल्ने हामीलाई थाहा छ। हामी संयमित हुन चाहन्छौँ। यहाँ हामी सदनको चिरहरण गरेको हेर्न आएको होइन। 35 वर्षदेखि बेथितिको बोझ बोकेर नागरिकको चिरहरण भएको चाहिँ हामी मेटाउन आएको हो। त्यही भएर म भन्न चाहन्छु सम्माननीय सभामुख महोदय, चिरहरण, संसदको चिरहरण भन्ने शब्द र विपक्ष सत्तापक्षका 182 जना सांसदलाई जुन मुर्दा शान्ति भनेर मुर्दाको स्वरूप दिएको छ, यो आपत्तिजनक छ। यो रेकर्डबाट हटाइयोस् भन्न चाहन्छु। धेरै धेरै धन्यवाद।